आज हामी काका भतिज हेलो गोरुजुदा हेर्नलाई माघे सङ्क्रान्ति स्पेसल महागोरु गोरु त हेर्न आउने महागोरु धेरै माथि गयो ढुङ्गर जुत्यो त है रातले हान्छ कि कालो ठुलो ढुङ्गर चाहिँ देखाएको थियो ल कमेन्ट गरौँ है कमेन्ट कसले जित्छ कमेन्ट गरौँ कसले जित्छ होइन कुन चाहिँ बाबाले लाग्यो गोरु यो चाहिँ हाम्रो धादिङ त्रिपुरा सुन्दरी सलनकोट लागेकोमा भइरहेको गोरुजुदाई हरेक माघे सङ्क्रान्तिहरूमा हरेक चाडबाडमा चाहिँ हाम्रो यस्तो भइरहन्छ यो परम्परादेखि नै चलिरहेको चलन चल्ती डेन्जर जुधेको यार दुइटा है अझै जोडिन्छ हाम्रो त फिफ्टी कालो ठुलो रहेछ नि त अलिकति बस धादिङ त्रिपुरा सुन्दरी ठाउँहरू धादिङ जिल्ला
मुख्य गरी गोरुजुधाइ कार्यक्रम गोर्खा धादिङ त्यसपछि नुवाकोट जस्तो ठाउँहरूमा चाहिँ हुने गर्छ। अनि यहाँ चाहिँ गोरु जुधाउनको लागि आफ्नो गोरुहरू लिएर धेरै टाढा टाढा ठाउँबाट आउँछ मान्छेहरू। लगभग एक दिनै हिँडेर पनि आउँछ। दामी दुधिया रातो भर्सेस कालो कसले जित्छ त भाइ? कसले जित्छ होइन? दुइटै गोरु बबाल छ, जुधाइ एकदम कडा छ। मान्छेको उपस्थिति निकै नै बाक्लो छ। मान्छे यहाँ मात्र नभएर यता माथि बारी र यता हाम्रो भाइ यहाँ छ। माघे सङ्क्रान्ति स्पेसल गोरु जुधाइ कार्यक्रम र महिलाहरूको डोरी तान्ने प्रतियोगिता पनि छ। ल कमेन्ट गर्नु है, कमेन्ट कसले जित्छ। बस लिन्छ होटलले बवाल प्रतिस्पर्धा भइरहेको प्रस्तुतिको लागि सरस्वती स्वावलम्बी कृषि समूहद्वारा नृत्य प्रदर्शन गर्न गइरहेको छ। कृपया हाम्रो नृत्य प्राङ्गण खाली गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु र तपाईँहरूले अलिक टाढा टाढा बसेर गोरु जुधाइको मनोरञ्जन लिनु हुन हार्दिक अनुरोध गर्दछु। बवाल छ, दुइटै गोरु बवाल एकदमै निकै बवाल छ। टक्कर टक्कर भइरहेको आजको यस गोरु जुधाइको कार्यक्रमको अलि धेरै रोचक पनि रहेको छ यस गोरु जुधाइ। त्यसैले तपाईँहरू हतार नगरिकन टाढा टाढाबाट आउनुभएको छ। अझै मनोरञ्जन लिनु बवालै जुधे नि सकिएको पनि छैन। डेन्जर रहेछ कि दुइटै। यो चाहिँ हाम्रो गाउँतिरको अहिले होइन जमानादेखिबाट चलिरहेको परम्परा हो। एउटा चाडबाडकै रूपमा लिने गरिन्छ। मान्छेहरूको बाक्लो परिस्थिति पनि सरस्वती स्वावलम्बी कृषि समूह कृपया उहाँहरूले आफ्नो नृत्य प्रदर्शनको लागि तयारी अवस्थामा रहनुभएको जानकारी मलाई छ। त्यसैले हाम्रो यो नृत्य प्राङ्गणमा कृपया तपाईँहरूले बस बवाल हानेको धन्यवाद। दुइटै गोरु बवाल हेरेर कि बवाल जुधे है गोरुहरू चाहिँ। ल कमेन्ट गर्नु, कमेन्ट कसले जित्छ, कुन चाहिँ गोरुले जित्ला त यहाँ। बवाल हाम्रो स्वयंसेवक साथीहरूले यो नृत्य प्राङ्गणमा पनि ध्यान दिनु होला। गोरु जुधाइको मात्रै ध्यान नदिनु। कृपया यहाँ तुरुन्तै हामीसँग समयको अभावले कारणले गर्दाखेरि छोटो प्रस्तुति देखाएर फेरि हामी यो डोरी तान्ने प्रतियोगितालाई कन्टिन्युटा दिनेछौँ। डोरी तान्ने प्रतियोगिता पनि हुनेछ फेरि महिलाहरूको। हामीसँग समयको अभावको कारणले गर्दाखेरि डोरी तान्ने प्रतियोगिताको लागि अघिको भन्दा अलि फरक बस्नको लागि हाम्रो स्वयंसेवकका भाइ बहिनीहरूलाई पनि जुन डोरी तान्ने प्राङ्गणमा प्रतियोगी बाहेक अरू नबस्नको लागि पनि मैले पूर्व जानकारी गराएँ र हाम्रो केही समयको लागि कालो गोरु अलिकति बलियो रहेछ। ओए सिङ ओए यार सिङ त डेन्जर रहेछ त्यसको है रातोको त। त्यसको सिङ अनि गढ्यो भन्छ।
डेन्जर रहेछ दुईटै कुरो बवाल रहेछ हो माघे सङ्क्रान्ति स्पेसल गोरु जुधाइ कार्यक्रम त्रिपुरा सुन्दरी गाउँपालिका धादिङमा भइरहेको गोरु जुधाइ कार्यक्रम है यार अब एक सेट चाहिँ राम्रोसँग भिड्छ रातोले थाक्यो होला अब यार धेरै भइसक्यो त्यो ओए डेन्जर त्यो चाहिँ सिन चाहिँ बवाल रहेछ कि रातो है ट्याक्कै चुच्चो परेको जुन चुच्चो परेको खालको लामो रहेछ सिन ब्यास अहिलेसम्म के यो भएन गला जुधाइ होला यहाँभरिको यसमा माघे सङ्क्रान्तिमा जुधाउनको लागि मान्छेहरूले वर्षौँदेखि गोरुहरूलाई टक्क डाइट साइट मिलाएर खानपिन राम्रो गराएर राखेर आफ्नो गोरुले जितोस् भनेर भयङ्कर तयारी गर्छ प्राइजको व्यवस्था छ है फेरि यहाँ यतिकै किन जुधाएको भनेर भन्दाखेरि प्राइजको पनि व्यवस्था छ यो लगानी जस्तै हो यो गोरु जुधाइ कार्यक्रम भनेको फोर्सफुल्ली गराउने कुरा होइन यो फेरि यहाँ जनावरहरूलाई जसरी पनि जुधाउँ भनेर गरेको चाहिँ होइन यहाँ ल्याएर राख्ने उनीहरू जुधेन भनेदेखि फिर्ता जान्छ आफू रातोको अलिकति तर सिङ चाहिँ त्यसको डेन्जर रहेछ यार त्यसको सिङ चाहिँ ट्याक्क पर्ने रहेछ अर्कोको सिङ अलिक कालो गोरुले जित्यो कालोले जित्यो रातो भाग्यो कालोले जित्यो ल जे सोचेको त्यही हो कालोले जित्यो विनर गोरु यो अघि नै गोरु हो र होइन है ल पैसा नै यहाँनिर पैसा चढाइदियो है गोरुलाई यो यहाँको दादा हो अब नाम चल्छ गाउँमा नाम चल्छ गोरुको नाम फाइनल जित्ने विनर गोरु है आजको यो सेमी फाइनल पुग्यो त्यसपछि सेमी फाइनलमा कस्तो भेट्छ अब अहिले कमेन्ट गर्नु चाहिँ कस्तो लाग्यो गोरु जुधाइ